कमेडी नाइट विथ च्याम्पियन र कमेडी दरबारका 5 जना लोकप्रिय कलाकारहरू कसको कमाई कति। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो युट्युब च्यानल व्हाट्सएप ओजामा। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। आजको भिडियोमा चर्चा गर्न गइरहेका छौं पछिल्लो समयका चर्चित दुईवटा कमेडी शो कमेडी नाइट विथ च्याम्पियन र कमेडी दरबारमा आबद्ध 6 जना फिमेल एक्टरहरूको बारेमा। विशेष त उहाँहरूको कमाईको सन्दर्भमा चर्चा गर्नेछौं। भिडियो पक्कै पनि जानकारीमूलक रहनेछ भन्ने आशा लिएका छौं। अब ढिला नगरी लागौं आजको कुराकानीतर्फ। नम्बर 6 पवित्रा साकी। चर्चित कमेडी शो कमेडी दरबारमा नन कमेडियनको रूपमा भित्रिएकी कलाकार हुन् पवित्रा साकी। प्रायजसो दर्शकहरूले पवित्रा भन्दा पनि मिस पवि उपनामले चिन्दै आइरहेका छौं। टिकटकबाट निकै लोकप्रिय बनेकी मिस पवि पछिल्लो समय कमेडी शो कमेडी दरबारमा आबद्ध रहेकी छिन्। पेसाले मोडल समेत रहेकी मिस पविले थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन्। मिस पविका केही लोकप्रिय म्युजिक भिडियोहरूमा जुम्ला, साली, आहा कति राम्री, माया र मोह, थाहै भएन लगायतका थुप्रै म्युजिक भिडियोहरू पर्दछन्। टिकटकमा आफ्नो भाषामा भिडियोहरू बनाएर अपलोड गर्दै गर्ने मिस पवि आज सोही भिडियोहरूका कारण यो स्थानमा आइपुगेकी छिन्। हेलो गाइज, नमस्ते सबैजनालाई। सबै निकै होला। सुबी पवि लगाइ निकी छु न गाइज। और म कति निकी छु हेर। आज मैले हड्नाया इसा ठन्डी मन लाग्यो हड्नाउनु बढ्या मान्छे एउटा खतरा हो म बढ्या हैन। यति ठन्डा पानी थियो, यति ठन्डा पानी थियो गाइज हैन। यति ठन्डा पानी थियो, यति ठन्डा पानी थियो। म त पानीको बयानहरु सक्दैन हैन। म त ठन्डा पानीले हड्नाया छु गाइज हैन। आज यो सुबी त नाइ कि नै तो बन्दा गर्ने यसले नयाँ रहेछ रे हड्नाउने रहेछ। मलाई अहिले थाहा पाएँ हैन गाइज। पहिले यो नाउन दिन पहिले यो एक महिनासम्मलाई हड्नाउँथ्यो नि। हुना महिना त गफ हैन साच्ची। 1 महिनासम्म हड्नाउँथ्यो नि। पारे बाहुर जाइन हड्नाउँथ्यो। यो हड्नाउँथ्यो नि क्या। हेर अब बाख्रालाई हेलो उड्थ्यो, बाख्रालाई ढोक्दिया उड्थ्यो गाइज हैन। यसै छ। ओके बाई बाई। बहुत जाडी छ। इतना जाके लाइभ वाला जाडी हुन्न खर्जोस। कुरा गरौँ लोकप्रिय कलाकार मिस पविको 1 महिनाको कमाई बारे। दर्शकबिन कति कमाउँछिन् त मिस पविले 1 महिनामा। मिस पवि अर्थात् पवित्रा साकीले 1 महिनामा झन्डै 50,000 को हाराहारीमा कमाउने गर्छिन्। नम्बर 5 सजिना खनाल। मिस सुपर नेशनल नेपाल 2024 की विनर हुन् सजिना खनाल। Presenting Miss Supranational 2024, Sajina Khanal, everyone! पछिल्लो समय सजिना कमेडी दरबार सिजन 2 मा होस्टको रूपमा आबद्ध रहेकी छिन्। कमेडी दरबारको सिजन 2 को पहिलो एपिसोडबाट भित्रिएकी सजिना आजको दिनमा लाखौं कमेडी दरबारका दर्शकमाझ निकै लोकप्रिय छिन्। मिस सुपर नेशनल नेपाल 2024 की विनर सजिना मिस वर्ल्ड टुरिज्म 2023 मा पनि नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन्। सजिनालाई होस्ट, मोडल साथै भिडियो क्रिएटरको रूपमा समेत चिन्दै आइरहेका छौं। खैरजे होस्, कुरा गरौँ पछिल्लो समय कमेडी दरबारमा आबद्ध कलाकार सजिना खनालको कमाई बारे। कति कमाउँछन् त सजिनाले 1 महिनामा। दर्शकबिन सजिनाले 1 महिनामा झन्डै 1 देखि 1.5 लाख को हाराहारीमा कमाउने गर्छिन्। नम्बर 4 सुजाता श्रेष्ठ। चर्चित कमेडी शो कमेडी दरबारकै लोकप्रिय कलाकार हुन् सुजाता श्रेष्ठ। सानैदेखि पत्रकार बन्ने सोच बोनेकी सुजाता आजको दिनमा पत्रकार भन्दा पनि लोकप्रिय कलाकार बनेकी छिन्। आजभन्दा 6-7 वर्ष अगाडि कान्तिपुर टिभीमा कल कान्तिपुर नामक शोबाट सुजाता लाखौं दर्शकमा चिनिन पुगेकी थिइन्। त्यतिबेलाको समयमा कल कान्तिपुर नामक कार्यक्रम निकै लोकप्रिय थियो। त्यही समयमा सुजाता कोही केटासँग प्रेममा परेकी थिइन् र 5 वर्ष पश्चात उनले बिहे गरेकी थिइन्। तर सुजाताको वैवाहिक सम्बन्ध भने केही समयमै टुट्न पुगेको थियो। यो सन्दर्भमा हामीले यो भन्दा अघिल्लो भिडियोमा पनि कुराकानी गरिसकेका छौं। यदि उक्त भिडियो हेर्न चाहनुहुन्छ भने तल डिस्क्रिप्सनमा लिंक राखिदिएको छु। खैरजे होस्, सुजाताले मोडलको रूपमा समेत केही म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन्। थुप्रै टेलिभिजन प्रोग्राममा होस्टको रूपमा समेत काम गरिसकेकी छिन्। नेपथको सिरपेजमा सुजातालाई होस्टको रूपमा देख्दै आइरहेका थियौं। सुजाता पछिल्लो
पछिल्लो समय आफैले पोडकास्ट समेत सञ्चालन गर्दै आइरहेकी छिन्। जे होस्, कुरा गरौँ लोकप्रिय कलाकार सुजाता श्रेष्ठको 1 महिनाको कमाइबारे। सुजाताले युट्युबबाट मात्रै 1 महिनामा झन्डै 1 लाखको हाराहारीमा कमाउने गर्छिन्। त्यस्तै कलाकारिता क्षेत्रबाट पनि सुजाताको कमाई राम्रै रहेको पाइन्छ। युट्युब प्लस कलाकारिता क्षेत्रको कमाईको कुरा गर्ने हो भने 1 महिनामा झन्डै 2 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 3 गौरी मल्ल। नेपाली चलचित्र क्षेत्रकी एक सफल साथै चर्चित नायिका हुन् गौरी मल्ल। आजभन्दा 36 वर्ष अगाडि नेपाली चलचित्र सन्तानबाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी नायिका गौरी मल्लले दर्जनौं नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन्। गौरीका केही चर्चित फिल्महरूमा कन्यादान, लोभी पापी, नाता, बसन्ती, खानदान लगायतका थुप्रै फिल्महरू पर्दछन्। गौरीले फिल्म क्षेत्रबाट थुप्रै अवार्डहरू समेत हात पारिसकेकी छिन्। गौरीले फिल्म, म्युजिक भिडियो साथै थुप्रै टेलिश्रृङ्खलामा अभिनय गर्नुका साथै केही टेलिभिजन सोहरूमा जजको भूमिका समेत निर्वाह गरिसकेकी छिन्। उमेरले झन्डै 53 वर्ष टेकिसकेकी गौरीको जोस र जागर आजको दिनमा पनि उत्तिकै रहेको पाइन्छ। पछिल्लो समय गौरी मल्ल चर्चित कमेडी सो कमेडी दरबारमा आबद्ध रहेकी छिन्। खैर जे होस्, कुरा गरौँ लोकप्रिय कलाकार गौरी मल्लको 1 महिनाको कमाइबारे। कति कमाउँछिन् त गौरीले 1 महिनामा? दर्शकबिन, लोकप्रिय कलाकार गौरी मल्लले 1 महिनामा झन्डै 2 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 2 दिपाश्री निरौला। एक सफल चलचित्र निर्देशक साथै कलाकार हुन् दिपाश्री निरौला। नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा हास्य कलाकार दिपा रेडियो नाटक हुँदै आज यो स्थानमा आइपुगेकी छिन्। नेपालकै सर्वाधिक कमाई गर्ने सूचीभित्र अटाउने चलचित्र छक्का पञ्जा लगायतका चलचित्र दिपाले निर्देशन गरिसकेकी छिन्। छक्का पञ्जा, शत्रुगते लगायतका चलचित्रमा अभिनय गरिसकेकी दिपाले जिरे खुर्सानी लगायतका थुप्रै टेलिश्रृङ्खलामा अभिनय गरिसकेकी छिन्। उमेरले 5 दशक टेकिसकेकी दिपाको सङ्घर्षको यात्रा सोचे जस्तो सहज पक्कै थिएन। 15 वर्षकै उमेरमा आमालाई गुमाउँदै पुरै घरको जिम्मेवारी आफ्नै काँधमा बोकेर अगाडि बढ्दै आज यो स्थानमा पाइला टेक्न सफल भएकी छिन्। थुप्रै कमेडी सोहरूमा आबद्ध हुँदै गर्दा पछिल्लो समय दिपा कमेडी सो कमेडी नाइट विथ च्याम्पियनमा आबद्ध रहेकी छिन्। कुरा गरौँ चलचित्र निर्देशक, चलचित्र निर्माता, कलाकारका साथै थुप्रै विधाबाट परिचित कलाकार दिपाश्री निरौलाको कमाइबारे। कति कमाउँछन् होला त दिपाश्री निरौलाले 1 महिनामा? दर्शकबिन, दिपाले 1 महिनामा झन्डै 2 देखि 3 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 1 सरदा परसाई। कमेडी सो कमेडी दरबारकी निर्देशक हुन् सरदा परसाई। सरदा प्राय जसो पर्दा अगाडि भन्दा पनि पर्दा पछाडि नै बसेर काम गर्दै आइरहेकी छिन्। सरदा एक्टर साथै डिरेक्टर विक्की अग्रवालकी श्रीमती हुन्। कमेडी च्याम्पियनबाट नै दुवैजनाको चिनजान हुन पुगेको थियो र केही समय पश्चात विक्की र सरदाले प्रेम विवाह गरेका थिए। सरदा कमेडी च्याम्पियनकी असिस्टेन्ट डिरेक्टर समेत हुन्। कमेडी सोहरूको निर्देशनमा सरदाको निकै लामो अनुभव रहेको पाइन्छ। खैर जे होस्, कुरा गरौँ कमेडी दरबारकी डिरेक्टर सरदा परसाईको 1 महिनाको कमाइबारे। दर्शकबिन, सरदाले पनि 1 महिनामा 2 देखि 3 लाखकै हाराहारीमा कमाउने गर्छिन्। मेरो चाहिँ डिभोर्स भन्दा पनि अब हामी चाहिँ छुट्टेको हो। त्यस्तो त्यो एकदमै त्यो के भन्छन् त्यो फाइल गरेर केस फाइलै गरेर त्यहाँ त्यस्तो त्यो के भन्छ कानुनै लयरै लगाएर हामीले चाहिँ केही पनि गरेको होइन। अनि जस्तो कि एकअर्कालाई कुराहरू नमिलिसकेपछि मलाई त केही पनि थाहा थिएन। म त एकदमै त्यो बच्चा थिएँ होइन, मलाई त केही पनि थाहा थिएन। अनि घरबाट होइन, त्यो चाहिँ लभ म्यारेज भन्दा नि म चाहिँ 15 to 16 इयर्सको थिएँ होइन। मलाई थाहा पनि छैन क्या म कति इयर्सको थिएँ भन्ने कुराहरू पनि, मलाई त त्यो याद पनि छैन। अनि अहिले त्यो कुराहरू जब सोसियल मिडियामा आइसकेपछि चाहिँ म त साँच्चै भनेको म पुरै बिर्सिसकेको थिएँ कि अहिले चाहिँ त्यो कुराहरू फेरि त्यो पुरै कुराहरू आयो कि म चाहिँ एक हिसाबले त्यो कुराहरू चाहिँ मेरो लाइफमा छँदै छैन जस्तो भइसक्यो। त्यो भनेपछि लिगल्ली डिभोर्स बिहे पनि भएको थिएन, डिभोर्स भयो कि भएन लिगल्ली? भइसक्यो। फेरि बिहे दर्ता गरेर फेरि गर्नु पर्यो होला त्यो चाहिँ कस्तो झन्झट होइन त? कस्तो फिल हुन्छ होला कि कतिको देखाएको छ नि त डिभोर्स गर्ने बेलामा चाहिँ बिहे दर्ता गरेर अनि गर्नुपर्ने रे। कति रिग्रेट हुन्छ होला है? बिहे दर्ता गर्नुपर्ने रे अनि त्यसपछि केटीकैबाट नै फाइल गर्नुपर्ने। तपाईले के त्यस्तो केटीकोबाट इजी हुने होला हैन, केटाको पनि हुन त हुन्छ होला नि हैन? किन रहेछ त्यो चाहिँ? मेरोबाट चाहिँ कहिले पनि मैले पेपरमा गर्छु भनेर मैले कहिले पनि भनेको थिएन।
मैले त लास्ट मोमेन्टसम्म पनि के भन्छ इफ यु वान्ट टु वर्क इट आउट लेट्स वर्क इट आउट होइन सर्टन कुराहरू छ जुन चाहिँ कुराहरूमा चाहिँ वर्क गर्नुपर्ने हुन्छ जुन चाहिँ कुराहरू चाहिँ मलाई चित्त बुझेको छैन तिमीले गरिदिनु पर्ने हुन्छ त्यो गरिदेऊ लेट्स हुँदैन यो सबै झन्झटबाट निस्कौँ न भन्ने फिलिङहरू चाहिँ हुन्थ्यो मलाई मैले भने पनि थिएँ